यो चाहिँ धागोमा सट्ट वारपार यो अब मैले कस्छु तार कस्छु अनि कसिसकेपछि वारपार फेरि अनि तान्नु हो त्यसरी गर्दाखेरि सजिलो हुन्छ दियो 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 दुईजनाले दियो मजाले ट्याङ्क दियो 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 एउटा के आलेलाई गाह्रो हो कि आले त यहाँ तात्दै गर्छ त्यहाँ आले त खुस्छ छोरो त्यहाँ आलेले छोड्दै क्युरिङ पनि मजाले भयो होइन 2 लट बिस्तारी बिस्तारीलाई बरा बिचरा यहाँ बहिनीले यहाँ सिमेन्टिङ ल्यायो गाह्रो छ बिमारी हामीले यो चाहिँ 48 घन्टा पछि खोलिँदैछ नि त मेमे 48 घन्टा पछि अब खोलेपछि ट्याक्क फिनिसिङ पनि ठ्याक्क राम्रो आउँछ होइन यो आजको भोलि नै अब खोलेर त्यसरी हतार गऱ्यो भने चाहिँ कामको फिनिसिङ राम्रो हुँदैन हेर्नु त कति राम्रो चटक्क आएको छ है फिनिसिङ त्यस्तो हुन्छ यो फेरि बिस्तारी अलिकति मजाले ऊ त्यहाँ एउटा औजार छ हम्मर यो के भन्छ यसलाई गल यो खोल्ने हुन्छ छुट्टै यसले खोल्ने होइन मजाले खोल्ने हुन्छ हाम्रो आस्याङले यसरी बिस्तारै गर्नुपर्ने हुन्छ ल कामको फिनिसिङ पनि आइरहेछ होइन यस्तो पनि काम गरेर मजा पनि हुन्छ है ल नमस्ते झोरे तासिदोले स्याहार लासु फ्याफुला तपाईँलाई सधैँ माया खुलम खुला हाम्रो चाहिँ अब यता काम भइरहेको छ सबैजना साथीभाइहरू पनि आइसकेको छ होइन ल है त हेर्दै जानुहोस् हाम्रो कन्स्ट्रक्सन ब्लक आजको काम चाहिँ हाम्रो खुलमको काम हुन्छ है त साथीहरू ल मेरो यो भिडियोमा होइन यसो हेरेर नयाँ साथीहरू जोडिनु होला म पनि तपाईँलाई ब्याक सपोर्ट गर्छु है त साथीहरू पानी चाहिँ अब के अरे मजाले दिनुपर्ने हुन्छ नि त अब यसरी अब कति मान्छेले चाहिँ पानी स्याहार यसो लागु हो कि होइन जस्तो तरिकाले लाइन्छ यहाँ पानी लाउनु थाल्नुभएको त दाइले लगभग झन्डै तपाईँको 45 मिनटै हुन आँटिसक्यो किनभने अब यो पानी चाहिँ अब त्यो गरिरहने मान्छेलाई चाहिँ थाहा हुन्छ पानी अब कसरी लाइएको छ होइन त्यो वाल हेर्दै सबै त्यो ढलानहरू हेर्दै थाहा हुन्छ कति भिजेको छ भन्ने कुरो त्यो अलिक खासै थाहा नहुने अब क्लाइन्टहरूलाई त के हुन्छ भने लाएको छ छैन लाएको छ जस्तो हुन्छ होइन तर हामी चाहिँ मजाले अब हामीले आफ्नो अब आफूले काम गर्दाखेरि आफ्नै जस्तो सोचेर अब हामीले गरेको काम चाहिँ राम्रो होस् भनेर हामी आफै बुझेरै गर्छौँ यस्तो हुन्छ है ल हाम्रो टाइपिङ भयो होइन यो अब वालहरू भयो जेमा अब यो जेमा पनि तपाईँको चाहिँ के अरे पानीको मात्रा चाहिँ अब पछि क्युरिङ चाहिँ एकदम राम्रो पुऱ्याउनु पर्ने हुन्छ क्युरिङमा पनि के अरे क्युरिङहरू पुऱ्याइएन भने होइन जति कडा बनायो जति मिक्स राम्रो गरेर लाए पनि अब क्युरिङ पुगेन भने त्यो राम्रो हुँदैन क्या अब पिलर यो चाहिँ हाम्रो पिलर चाहिँ अब के अरे के भन्छ 14x14 को पिलर यसमा चाहिँ हामीले 11 क्युरिङ बनाएको छौँ अनि 3 इन्ची चाहिँ अब कभर 1.5 इन्ची सबैतिर कभर हुन्छ होइन 11 इन्चीको बनाउँछौँ हामीले चाचारमा बानेको छौँ यो चाहिँ चाचारमा चाहिँ सबै यो 8 mm को पपरिङ चाचारमा बानेको छौँ तलैबाट होइन बिमको अनि पिलरको हामीले सबै चाचारमा बानेको छौँ यसरी गरिरहेको छौँ है त ल यो घरको अब यो चाहिँ 2 साइड जियोमा छ के यो साइड यहाँबाट यता चाहिँ अब 0 भइहाल्यो होइन यो जग्गा चाहिँ यो जुन हामीले माटो राखिरहेको छौँ यो चाहिँ अब 0 हो होइन अनि त्यसपछि यो पल्लो छेउ त्यो जुन त्यो लाइनबाट फेरि उता नि 0 छ के अनि यस्तो फेरि 0 मा चाहिँ के हुन्छ भने अब एक्स्ट्रा बिम दिनुपर्ने हुन्छ के हाम्रो यो 3 लाइन जस्तै अब यो पिलरदेखि त्यहाँसम्म 3 लाइन अनि यो हाम्रो जम्मा 12 वटा पिलर भयो 12 वटा 3 वटा छ यता 3 वटा छ यहाँ 3 वटा छ त्यहाँ 3 वटा छ त्यहाँ 3 वटा छ त्यो हिसाबले राखेको छौँ स्टाफ बिम पनि हाम्रो 4 लाइन छ क्या यसमा चाहिँ के हुन्छ भने सपोर्ट अब 0 साइडमा चाहिँ बिचकोले होइन यो 2 साइडको लोड भनेर चाहिँ त्यहाँको एक्स्ट्रा बिम पनि ठ्याक्क अस्ति 4 लाइन राखिसक्यो अनि त्यसपछि अनि फेरि अब एक्स्ट्रा बिम चाहिँ यहाँ तल छ होइन यसरी सट्ट सिधा छ यो लाइनमा छ अनि यता यो लाइनमा पनि छ एक्स्ट्रा बिम सिधा छ यहाँनिर पर पनि छ होइन अनि त्यहाँ पनि एक्स्ट्रा बिम छ अनि अब एक्स्ट्रा बिम भएकोमा त अब त्यसमा फेरि लोड बिम त राखिँदैन त्यसैले काम गरिहाल्छ अनि त्यो माथि चाहिँ फेरि यता क्रस हामीले लोड बिम चाहिँ हामी 48 घन्टा अगाडि अस्ति
राखिसकेको थियौँ। अनि त्यसपछि 48 घन्टा भइसक्यो। अब आज यहाँ खोल्ने काम हुँदैछ, त्यहाँ दाइले खोल्दै हुनुहुन्छ। अब यो लोड बिम ट्याकल लोड बिमले कसेको होइन, कसेर मजबुत गरेको चाहिँ अब हामीले खोल्दैछौँ। अब यसमाथि चाहिँ फेरि अब हामीले पिलरहरू राखिवरी होइन, अनि त्यसपछि चाहिँ अब फेरि डिपिसी लेभलसम्म चाहिँ पिलर भर्ने, अनि पिलर भरेपछि अनि त्यसपछि फेरि माथि अनि फेरि प्लेन्स लेभलको टाइलिङ फेरि हाम्रो हुन्छ। ल है त साथीहरू, हेर्दै जानुहोस् होइन, इन्जोय गर्नुहोस्, नयाँ साथीहरू जोडिनुहोस् होइन, हाम्रो काम के कस्तो लाग्छ। हामीले यो चाहिँ 48 घन्टा पछि खोलिँदैछ नि त मेमे? 48 घन्टा पछि अब खोलेपछि ट्याक्क फिनिसिङ पनि ठ्याक्क राम्रो आउँछ होइन। यो आजको भोलि नै अब खोलेर त्यसरी हतार हतार गऱ्यो भने चाहिँ कामको फिनिसिङ राम्रो हुँदैन। हेर्नु त कति राम्रो चटक्क आएको छ है फिनिसिङ, यस्तो हुन्छ। यो फेरि बिस्तारै अलिकति मजाले ऊ त्यहाँ एउटा औजार छ हम्मर, यो के भन्छ यसलाई, गल, यो खोल्ने हुन्छ छुट्टै, यसले खोल्ने होइन, मजाले खोल्दै हुनुहुन्छ हाम्रो आस्याङले। यसरी बिस्तारै गर्नुपर्ने हुन्छ। ल कामको फिनिसिङ पनि आइरहेछ होइन, यस्तो पनि काम गरेर मजा पनि हुन्छ है। ल हामीले यसमा ध्यान दिनुपर्छ होइन। यो हाम्रो कोलम्बो कुनै ठाउँमा चाहिँ ठ्याक्कै अब यो यस्तो ढलान हुन्छ, यसमा ठ्याक्कै जिरैमै हुन्छ होइन डन्डी, अब यता पनि जिरैमा हुन्छ। यो चाहिँ ठ्याक्क यो 1.5 इन्ची, यो 1.5 इन्ची, उतापट्टि नि 1.5 इन्ची होइन, अब यतापट्टि नि 1.5 इन्ची। यो चाहिँ हामीले सेन्टरमा राख्नुपर्ने हुन्छ जहिले पनि। कङ्क्रिटले चाहिँ ठ्याक्क 1.5 इन्ची चाहिँ कभर गरोस् होइन, त्यसपछि हामीले कभर ब्लक केही राखेर ठ्याक्क यसरी राख्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यो ट्याक्क मिलेको छ होइन, यसरी गर्नुपर्ने हुन्छ। कतिपय ठाउँमा चाहिँ तपाईँको जिरै साइड हुन्छ कि यो अब पिलर चाहिँ यताउता अलिक मिलाएर राखेको हुँदैन कति ठाउँमा चाहिँ होइन। तर यो चाहिँ हामीले यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ। घरको तपाईँको सपोर्ट भनेको यो बिम पिलरै हो होइन, पिलर चाहिँ एकदम राम्रोसँग ध्यान दिएर गरियो भने राम्रो हुन्छ है त। ल यो चाहिँ हामी अहिले यतिखेर चाहिँ लेभल हेर्दैछौँ, बाटो लेभलबाट चाहिँ अब यो पिलरको लागि कति अब हाइट दिने भनेर। अब पछि यो डिपीको 2-2.5 फिट त अब माथि राख्नै पर्छ होइन, त्यसको लागि चाहिँ हामीले ध्यान दिनुपर्ने चाहिँ अब बाटोकै नापबाट नाप लिएर गरियो भने धेरै सजिलो हुन्छ। पछि अन्दाजी गर्नुभन्दा पनि जुन अब यहाँबाट यो जुन बाटो छ, बाटोबाट 2-2.5 फिट चाहिँ घरको हाइट बनाइयो भने तपाईँको चाहिँ के अरे अब चिसोहरू पछि नछिर्ने अनेकौँ अब पछि होइन समस्याहरू हुन्छ नि त, तिनीहरूको चाहिँ हल हुन्छ भनौँ न। अनि त्यसपछिको पार्किङ भनेको त अब डाउनै भइहाल्छ। जुन घर एउटा डिपिसी चाहिँ अब अलिक हाइटमै राख्नुपर्ने हुन्छ है। ल जामजुम गरिदिने, किलासिला निकालिदिने भइहाल्छ होइन। ल साट्यो नट साट्यो, त्यहीँबाट त ल्याउनु भयो भने तपाईँले त्यहीँ त छ ठुलो होइन। कता यता होइन, उतै छ नि पर छैन। ल यो चाहिँ हाम्रो लाइन लेभलको लागि हामी चाहिँ यसरी लिन्छौँ। धागो चाहिँ अब यता छ होइन, यो चाहिँ अब यसरी लिनुपर्ने हुन्छ। ट्याक्क होइन, अब यो चाहिँ धागोमा सट्ट वार पार, यो अब मैले कस्छु, तार कस्छु, अनि कसिसकेपछि वार पार फेरि अनि तान्ने हो। यसरी गर्दाखेरि सजिलो हुन्छ। ल साथीहरू, अब यसलाई चाहिँ तार कसले होइन, अब अहिले नै हो मिलाउने चाहिँ मेन यही हो। हामीले बिमलाई अब तलैबाट जगबाट स्ट्रेट बनाएर लाने भनेको यसरी नै हो है, यो तरिकाले हो। यसलाई यसरी तार कसले कस्नुपर्छ। यसरी अनि अब यसबाट यो फेसबाट फेरि परबाट वारपार तान्ने, अनि ठ्याक्क सबै फेस लाइनमा बस्छ। ल साथीहरू यसरी गर्नुपर्छ, ठिक हुन्छ। ल अलिक गर्मी बढिरहेछ, त्यही भएर काम अगाडि बढिरहेको छ। यहाँ चाहिँ हाम्रो के अरे अब यो मसला बनाउनुलाई यहाँ माटो हाल्दैछौँ, यता 2 जना हाल्दै हुनुहुन्छ। यो माटो सट्टै मिलाएर होइन, यो पिलरहरू हाल्नको लागि ठक्क यहाँ माटो अब ल्याउँदै हुनुहुन्छ। सर यो सम्याएर होइन जस्ता सस्ता बिछाएर मजाले नि गर्नु बनाउने हो।
यताबाट माटो फ्याँक्ने पनि काम भइरहेको छ ल सम्झी पर्ने रहेछ सम्झीसँग फेरि ल पर्ला नि सम्झीसँग दिदी बिस्तारी बिस्तारी ल बरा बिचरा यहाँ बहिनीले यहाँ सिमेन्ट पनि ल्यायो गाह्रो छ बिमारी छ है अब के गर्नु मान्छे अब यहाँ नभएर होइन काम गर्ने त्यही गरी बहिनी बिमारी भइ पनि होइन काम गर्दैछ ल ठाउँ यत्रो छ अझै बनाउँदा हुन्छ क्या एकैचोटि बनाइराख्दा हुन्छ सजिलो हुन्छ हाम्रो अब चालु भइसकेको छ माल फिट्ने ओर्ने काम पनि यो चाहिँ मजाले फिट्ने होइन यसलाई चाहिँ एकदम यो गिटी बालुवा सिमेन्टी चाहिँ दुईचोटि 2 लटमा भएन भने 3 लटमा यस्तो पल्टाउने उल्टाइ गरेर होइन मजाले अनि के अरे फिटेर अनि पानीको मात्रा हाल्नुपर्छ ठिक्क ल यस्तै छ अनि यो चाहिँ देख्न सक्नुहुन्छ यो भनेको चाहिँ के अरे कभर ब्लकको लागि कभर ब्लक नि हालिन्छ यहाँ चाहिँ अलिकति हाम्रो अहिले यहाँ ठ्याक्कै सर्टेज भयो अनि त्यही भएर चाहिँ हामीले कभर ब्लकको ठाउँमा चाहिँ राखेको छौँ ठ्याक्कै यो पनि पिलरबाट 1.5 इन्च निकालेको छौँ यो पनि त 1.5 इन्च निकालेको छौँ यो 14 को पिलर हो 14 को पिलरको लागि चाहिँ अनि यो 14 इन्चीमा ठ्याक्कै काट्ने 14 इन्चीमा ठ्याक्कै काटेर अनि ठ्याक्कै यसरी बाँधेपछि अब यहाँ चाहिँ कस्तो हुन्छ भने यो फुल उठ्दैन यो लगभग हाम्रो 5 फिट त्यस्तै उठ्ने हो अनि यहाँनिर अब माथि जतिसुकै लामो फर्मा राखे पनि होइन कोलमको लागि जतिसुकै लामो फर्मा फिट गरे पनि यो ठ्याक्कै अब चाहिँ हाम्रो सेन्टरमा छ भनेर थाहा भइहाल्छ यति गरेपछि अनि हामीले पिलर फुल 8 फिटकै पिलर राख्दा पनि ठाउँमा 2 फिट 3 फिटको अब ग्यापमा चाहिँ यसरी राख्यो भने एकदम पिलर चाहिँ ठिक सही ठाउँमा बस्नुपर्ने ठाउँमा चाहिँ बस्दिन्छ होइन यो तरिकाले हामीले गरियो भने काम एकदम राम्रो हुन्छ है त अहिले चाहिँ चाहिन्छ अब दिउँसोको लगभग अब 2:30 भइसकेको छ ठ्याक्क बिहान हामीले 1 लट पानी हालिसकेको थियौँ होइन उहाँ दाइले मजाले हाल्नुभएको थियो पानी फेरि हामी चाहिँ फेरि दिँदैछौँ 3 टाइम लगाउँछौँ हामी चाहिँ पानी अब केही अब अलिकति काम रोक्यो भने चाहिँ अब यहाँ चाहिँ जुटको बोरा ट्याक्क लगाइन्छ जुटको बोरा मजाले अलिक भिजाइन्छ बिहानै होइन त्यसले म त्यो जुटको बोराबाट चाहिँ मजाले सोच्छ पानी अनि जुटको बोरा टाइममा भिजाइदिन्छौँ अनि हामी अब यहाँनिर काम गर्दाखेरि चाहिँ अब छ्यास्या छैन दिनमा 3-4 टाइमसम्म हामीले लगाएको त्यसरी नै फेरि अब भरे बेलुका पनि लाउँछौँ अब टाइम त्यसरी नै काम भइरहेको छ ल यो त अब यो मजाले फिट्ने काम भइरहेको छ दायाँ बायाँ बसेर होइन ल दियो दुईजनाले दियो मजाले ड्याङ दियो यो त के कति नै टाइममा यो त के लगभग 1.5 मिनटमा अब यति पल्टाइसक्यो दियो बहिनी दियो आलेलाई गाह्रो हो कि आले त यहाँ पाँदै गर्छ त्यहाँ आले त खुस्छ छोरो त्यहाँ आलेले त आलेले छोड्दै क्युरिङ पनि मजाले भयो होइन 2 लट इँटामा त हाल्नु पर्दैन दाइ 3टा कोलममा चाहिँ अब के अरे फर्मा फिट भइसकेको छ अब यता माथि अब फेरि फिट हुँदैछ बहुत चाहिन्छ बहुत गर्मी छ है अझै गर्मी हुन बाँकी नै छ काम भइरहेको छ धमाधम ल सेकेन्ड टाइम क्युरिङ पनि मजाले भइसक्यो होइन क्युरिङ चाहिँ अब यसरी नै गर्नुपर्ने हुन्छ साथीहरू है काममा मात्र अब काम मात्र सोचेर नि हुँदैन हरेक कुराहरू अब सोच्दै गर्दै जानुपर्ने हुन्छ काम राम्रो जतिसुकै राम्रो काम गरे पनि होइन अब त्यसलाई फेरि अब के चाहिन्छ होइन त्यो कुराहरू नि बुझ्दै जानुपर्छ तरकारी चाहिँ एकदम मरमसला हालेर अब मिठो हुन्छ होइन अब लास्टमा नुन भएन भने त खल्लो हुन्छ त्यस्तै हो कि यसमा पनि अब के अरे क्युरिङ पुगेन भने चाहिँ होइन त्यस्तै हो मसला पनि हामीले 3 लट मजाले फिटेर होइन एकदम मिक्स गऱ्यौँ हामीले सिमेन्टी बालुवा गिटीलाई अनि त्यसपछि चाहिँ हामीले पानीको मात्रा हाल्दैछौँ है त आले के हो भने के अरे भोक लाग्यो कि अलिक स्लो भयो त खाजा खाराउने ल सुरको पिलर नि बटममा छ होइन कभर पनि सबैतिर बराबर छ 1.5 इन्ची अनि यो हामीले जुन धागो तानिरहेछौँ नि यो धागो चाहिँ के को लागि तानेको भन्दाखेरि परबाट यो चाहिँ के अरे बटममा होस् पिलर होइन सुरको भनेर होइन
सुरुको बिचको जताको नि फेस होइन तान्नुपर्छ, यताको नि हामीले सबै तानेरै राख्यो, यसरी गर्नुपर्ने हुन्छ। ल त निकाल्नु त हो, ठिक छ हो, ल ठिक छ, ठिक भयो। ल यसरी गर्नुपर्ने हुन्छ होइन। तलबाट हेर्नु सक्नुहुन्छ सबैतिर ठ्याक्क 1.5 इन्ची ग्याप, यसरी ग्याप चाहिँ मिलाएर गरियो भने राम्रो हुन्छ होइन। कतैतिर टाँसिएको छैन नि त, दायाँ बायाँ टाँसिएको छैन। यसरी हामीले कभर ब्लकको नि ट्याक अब डन्डीले नै काम गरेको छौँ गर्न चाहिँ, कभर ब्लक पनि हालिन्छ हाल्नु चाहिँ होइन, तर हामीले डन्डीले गरेका छौँ। ल यसरी गरियो भने ठ्याक्क पिलर राम्रोसँग बस्छ। ल कति निकै छ उता बाहिर चाहिँ हेर्नुपर्दो रमेश है घन्टी। ल माथि पिलर भरिसक्यौँ होइन, अनि अब यसरी घन्टी पनि हेर्नुपर्ने हुन्छ। यो चाहिँ अब भर्खरै भरियो अनि हेरिहाल्नुपर्छ। हामीले कोलमलाई चाहिँ यसरी ट्याक्क घन्टीले छुइ नछुइ गरेर चाहिँ राख्नुपर्ने हुन्छ घन्टीमा स्ट्रेट देखाउनलाई चाहिँ होइन। यसरी ल रेडी भयो त, एउटा दुईवटा हालिसक्यो, त्यो परको र यो हालिसक्यो। अब त्यो परको एउटा सुरुको यो अनि त्यो 3वटा अब हाल्न बाँकी, एउटालाई त यो मसलाले पुग्छ अब, अनि बाँकी 2टालाई चाहिँ उता बोक्दै हुनुहुन्छ, माथिबाट ल्याउँदै हुनुहुन्छ। ल है त काम गर्दा गर्दै रात पर्यो है। अहिले लगभग कति 6:53 भनेपछि 7 बज्न आँट्यो, अब धेरै छैन। यो सकेपछि अनि एउटा बाँकी छ। ल बढी आयो त यहाँदेखि अर्कोले फाइनली के अरे काम सकिसकेको छ है। अहिले चाहिँ लगभग 8 बज्न आँटिसक्यो होइन। आज अलिक लेट भयो, के नमिलेर के नमिलेर होइन। अब ठिकै छ। अब भिडियोहरू के कस्तो लाग्छ तपाईँहरूलाई होइन, नयाँ साथीहरू जोडिनु होला, म पनि हजुरलाई सपोर्ट गर्छु है त। भन्दै आजलाई चाहिँ अब आजको भ्लग चाहिँ यतिमै अब टुङ्गाउन चाहन्छु है त।